यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार गर्न चाहन्छु। यति बेला म तनहुँको रिसिङ गाउँपालिका मधुवन र नलपुर जिल्लाको बुलिङटार कोखीमा निर्माण हुँदै गरेको पुलको भिडियो कैद गर्न गइरहेको छु। लामो समयसम्म अल्पत्र रहेको यो पुल अहिले यो सालदेखि निर्माण हुन सुरु। तनहुँ र नलपरासी गरी दुई जिल्ला जोड्ने गडगडी घाटमा निर्माणाधीन मोटरी पुल निर्माणको कार्यले गति लिन थालेको छ। निर्माण कम्पनी लुम्बिनी ब्रिड्सको लापरवाहीका कारणले निर्माण कार्य अल्पत्र बन्दै आएको स्थानीयवासीको चर्को दबावपछि पुनर्निर्माण सुरु भएको हो। झन्डै 8 वर्षदेखि अल्पत्र हुँदै आएको सो पुलको निर्माण कार्य अघि बढाइएको छ। 5 स्पाम मध्येमा 1 स्पाम जडान कार्य सम्पन्न भएको छ। 6वटा पिल्लर मध्येमा 5वटा पिल्लर निर्माण गरिएको र एउटा पिल्लर जमिन मुनिको भागमा काम सकेर पिल्लर उठाउन बाँकी रहेको छ। जिल्लाको रिसिङ गाउँपालिका वार्ड नम्बर 4 मधुवन र नलपरासी बुलिङटार 4 कोखे जोड्ने पुल निर्माणको कार्य गति लिन थालेपछि स्थानीयवासी खुसी भएका छन्। 73-74 मा सोच वा नार्गजुन जेबिन कम्पनीले 5 वर्ष सक्ने गरी 32 करोड लागतमा ठेक्का सम्झौता गरेको थियो। उक्त निर्माण कम्पनी काम गर्न नसकेपछि लुम्बिनी बिल्ड्सले जिम्मा पाएर काम सुरु गरेको निर्माण कम्पनी साइज इन्जिनियर दीपक थापाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, आर्थिक वर्षको समयमा अलि ढिलो भएका कारणले यस वर्ष पूरा गर्न बाँकी रहेको 1 पिल्लर सम्पन्न गरी 1 निर्माण गरिएको छ। सङ्घीय सरकारको बजेट कालीगण्डकी नदीमा 32 करोड लगानी निर्माणाधीन उक्त पुल लामो समयदेखि अल्पत्र हुँदा त्यसबेका मानिसहरू यातायातको सुविधा वञ्चित हुन परेको छ। निर्माणपछि नलपुरको गैंडाकोट, डाँडाभेसी, बुलिङटार हुँदै तनहुँको रिसिङ स्थित मधुवन, रूपटार, पिपलटार, उम्से, फुला, मानपुर हुँदै भिमाद, खैरेनटार बजार आवाजात सहज बन्नेछ। त्यसैगरी नलपुरको उत्तरी भेग र दक्षिणी भेगलाई सुगम बनाउनेको रूपमा पनि समेत यस पुललाई